हेलो गाइज नमस्कार। स्याङ्जा वालिङ हाम्रो यो 83 भन्दा माथि मनसाङ कोट हेर्नु यस्तो छ है। यहाँदेखि प्याराग्लाइड हुन्छ। यस्तै छ यी ट्याक्क सल्लाघारी सरलाई हेर्नु। ठाउँ त रमाइलो छ है। ट्याक्कै यो छाङछाङदीदेखि यो डौवा है, यता तितापानी जाने बाटो, यता बाहुन थान, यो बाहुन थान होइन। यो तलको हाम्रो 83 युआदी है, खरे, सियाले, कसेदी होइन। अनि हेर्नुहोस् ट्याक कलार यो राममाछा, त्यो मिर्दी, यो वालिङ है। अहिले हाम्रो स्याङ्जा वालिङ बजारमा एउटा नयाँ हस्पिटल बनाउँदै हुनुहुन्छ। यहाँ अब मौसम त मस्त चल्छ कि होइन। पर्वत, स्याङ्जा, गल्याङ, रामपुर भन्दा मौसम राम्रो चल्छ कि होइन। अब यो हस्पिटल कस्तो चल्छ है। यस्तै हस्पिटल त वालिङमा 4-5वटा भए मस्त डक्टरहरूलाई पनि काम पुग्थ्यो, दामी चल्थ्यो। हाम्रो सबै थोक ठिक छ वालिङमा है। त्यही हस्पिटलको अलिक प्रब्लम थियो। यसो हात भाँचिएर पोखरा सोर्र भाग्नु पर्थ्यो। अब यहीँ हुन्छ कि जस्तो छ कि त्यही एउटाले त खै चल्न गाह्रो छ। त्यत्रै हस्पिटल 4-5वटा खोल्ने हो नि बल्ल मस्त चल्थ्यो होला है। ल गाइज हेर्नु है हाम्रो वालिङ स्मार्ट सिटी यस्तो छ है।